समितिका पदाधिकारीहरू सदस्यहरू यस क्षेत्रमा विराजमान हुनुहुने विद्वान भक्तजन आमाहरू दिदीबहिनीहरू, म धेरै वर्षदेखि यहाँ यो श्रीमद् भागवतको कार्यक्रम चलिरहेको मलाई थाहा छ। यहाँ सज्जनहरूको निवास छ। वैष्णवहरूको धेरै वैष्णवहरूको दर्शन गर्न यहाँ पाइने त्यस्तो क्षेत्र मैले पाएको छु। वैष्णव धर्म अत्यंत सर्वोत्तम धर्म हो, बहुत महत्वपूर्ण धर्म हो, साधारण धर्म है। तो यहाँ श्रीमद् भागवतको चर्चा भइरहनु जो यहाँहरूका लागि चाहिँ अत्यन्त सौभाग्यको कुरा पनि हो। भागवत आफै आफैमा कल्प वृक्ष हो, जे चाहियो त्यो चिज। अब भगवान भागवत के कस्तो ग्रन्थ छ भनेदेखि भने हामीले अहिले भागवतका विषयमा विश्वमा चाहे नेपाल होस्, चाहे भारत होस्, चाहे विदेश होस्, त्यो भागवतको ठुलो चर्चा छ। भागवतले जस्तो चिता त्यस्तै दिन्छ। यो भागवतलाई कल्पवृक्ष भनेको। निगम कल्प तरोर गलितम फलम सुखमुखा दमृत द्रवसम युतम पिबत भागवतम रसमालयम मुहुरहो रसिका भोगिभागो। सुनिन्छ, हामी प्रमाणवादीहरू प्रमाणबाट कुनै पनि पदार्थलाई स्वीकार गर्नेहरू हामीहरूले स्वर्गको नन्दन वनमा एउटा कल्पवृक्ष छ अरे कोही गएर देखेका होला नि, उनीहरूले देखेका हो। कल्पवृक्षमा गएर तपाईँले जे चिताउनुहुन्छ त्यहाँ बस्छ, नचिताइकन बस्नुहोस्, उसले केही पनि दिँदैन। मलाई यो चिज चाहियो भनेपछि तुरन्तै उसले कल्पवृक्ष। एक उदाहरणका लागि कुनै गरिब सौभाग्यवशात नन्दन वनमा पुग्यो और कल्पवृक्षको छायामा बस्यो। यहाँसम्म त म आइपुगेँ, त म सबभन्दा ठुलो धनी हुने भए कसो हुन्थ्यो संसार।